सुन्नु पहिला भिडियो तपाईँ पहिला डाइरेक्ट नदेखाउनु क्या तपाईँ पहिला दाएर देखाएर हुन्न कि पहिला सोध्ने बाबु तिम्रो घर कहाँ हो भन पहिला अछाम ल भन्नु ल घर अछाम होइन अनि अछामबाट कसरी आइयो त यहाँ कोसँग झगडा गर्यो कोसँग सत्य सत्य बोल्नु बोल्नु फेरि आमासँग झगडा गर्यो बुवा छन् कि नै त बुवा मम्मी सबै छन् अनि अरू अरू के को बाद झगडा गरेर आएको त भागेर आएको हो कि भागेर आएको होइन त्यसो भए अब पछि अब उहाँकोमा काम गर्ने होइन भन्न अलिक ठुलो स्वरले क्या झ्याप म उहाँको काम पहिला काम कहाँ गर्यो तिमीले उहाँकोमा होइन उहाँकोमा उहाँले तपाईँले अब बिरामी भएर घर जानु लानु भएको उहाँलाई यहाँ छोडिदिनु भएको उहाँको जिम्मा लगाइदिनु भएको है नै जिम्मा भन्दा पनि यो मसँग काम गर्छु भन्छ अब यो कहाँदेखि आयो अस्ति आउनु त जामुमा भेटाएको हामी दुईजनाले भेटाएको जामुमा थियो भाडा छैन भोक लाग्छ नास्ता पनि छैन भनेर हामीले नास्ता पनि खिलायौँ त्यसलाई धर्म गरेको अनि यसको घर कहाँ यसको घरका परिवारले यसको भिडियो हेऱ्यो भने यो पञ्चपुरी मम्मीको आमाको नाम भद्रा अलिक बेसरी भन न भद्रा अनि बुवाको दीपक के सुनार तिम्रो शिवम सुनार ल अरू के छ भन्नुपर्ने अरू भन्नुपर्ने केही छैन यसको घर परिवारले भोलि बिहान छोरो कताको फेरि यसको त किनभने भोलि भाग्ला उ गर्ला त्यसको जिम्मेवारी कोलिने भन्ने कुरा होइन अनि त्यही भएर यसलाई चाहिँ काममा लगाउने कि नलगाउने कि भन्ने उद्देश्यले यसो भिडियो बनाएर उ गरौँ कि भन्ने काममा लगाऊँ कि भन्ने मन चाहिँ अब हजुरले पनि काममा लगाउनु पऱ्यो होइन बिचरा अब उहाँ केही नभए आएको जस्तो लाग्यो होइन यदि भाइ भागेर गयो भने उहाँ जिम्मेवारी हुनुहुन्न है भागेर गयो भने जिम्मेवारी हुन्न एउटा रक्सी यसले रक्सी खान्छ बेला बेला दिउँसो खाने होइन राति सुत्ने बेला उहाँ आफैले काम थाकेछ केटाहरू भनेर एक गिलास ल्याइदिनुहुन्छ साँझ सुत्ने बेला खाएर भुसुक्क सुत्ने है फेरि अन्तको जाने यता जाने उता जाने गऱ्यो भने उहाँ जिम्मेवारी हुनुहुन्न पहिले छैन मिडिया मार्फत भन्दैछु म जिम्मेवारी हुन्न तँलाई खाना नास्ता दिन्छु न भइसक्यो खाना नास्ता बस्नु सब दिन्छ होइन यदि भागेर अन्त गयो अब यहाँ छोडेर गयो भनेपछि यदि आखिर त अब अन्त्य गएर के पो गरी लापत्ता भएछ भने उहाँ जिम्मेवारी हुनुहुन्न है अहिलेदेखि है कि उहाँलाई सोधेर ल म यो ठाउँ जाँदैछु सोधेर जाने होइन कामबाट सिक्ने उहाँले अहिले तेरो उमेरमा त उहाँले कति दुःख गरे अहिले त बसी अहिले 4000 कमाउँछन् दिनको महिनाको अब हिसाब गर कति आउँछ हो काम सिकेपछि मैले यसलाई के भनेछु मसँग काम नगर त सक्दैनस् होइन अनि अरू काम गर भनेको यसले माने छैन यसले के भनेछ म नै तपाईँसँगै गर्छु भने मलाई फेरि यसलाई काममा लगाउन मलाई गाह्रो छ यो मान्छे यसको हात अपाङ्ग छ क्या यो देखाइदिए अपाङ्ग छ अनि यो ठिकै छ अब उसले गर्छु भन्ने छ त अब अलिअलि सिक्दै गर्छ उसले मैले यसलाई काम नगर म सक्दैन भन्दा पनि उसले मलाई छोडे छैन कि गर्छु भने बाई चान्स पछि यसले केही गर्यो अथवा काम गरेन राम्रो सल्लाहले घरतिर जान्छु म भनेर भन्छ होइन भन्यो भने यसलाई पठाउने होइन बिचमा यसले ल्याङ गरेर मसँग झगडा गरेर डिस्कस गरेर भनेपछि यसलाई म फेरि पिटेर लखाबाट दिने हो ल ठिक सम्झाउने बरु भाग्ने बेला जाने बेला सोधेर जाने म यो ठाउँ जाँदैछु मलाई यति बरु 1-2 हजार दिनु होला मलाई खर्च पानी म आइहाल्छु भनेर गर्ने अथवा म आउँदैन है भनेर जानकारी दिनु पहिले है तलब यसलाई मैले महिनाको 5000 को हिसाबले दिन्छु काम पनि सिकाइदिन्छु इमानदार भयो भने कोही काम सिकिस् भने उहाँको मार्फत तैँले काम गर्ने दिनको तैँले 1000-2000 महिना 30-40 हजार मजाले बस्छ उहाँ बसी खानुहुन्छ तैँले उहाँको मार्फत काम गर्ने बुझ्यो काम सिक्यो भने है काम सिक्नु टाइम लाग्दैन नाप्ने साप्ने उहाँले सिकाइदिनुहुन्छ हरेक चिजमा होइन ध्यान दिने बरु होइन अब पढाइ सढाइ त त्यत्तिकै हरायो होइन ठिकै छ अब होइन पछि राम्रो गर्दै गइस् भने उहाँले बिहा पनि गराइदिनुहुन्छ एउटा सानो के भनौँ पैसा कमाइसकेपछि जे होस् बस्ने बुढाबुढीलाई उहाँले गराइदिनुहुन्छ उहाँले काम खोजिदिनुहुन्छ सब सिकिसकेपछि है अनि घर जान्छ कि जान्नुहोस् त पछि भदौको लास्ट हो भने असोजको 1-2 गतेतिर घर 5, 10, 15, 20 हजार त्यतिखेर जम्मा गरेर लगेर ल मम्मी भनेर खुसी पार्न सक्यो होइन उहाँले दिनुहुन्छ है म दिन्छु खर्च पानी अथवा खर्च पानी 1-2 सय चाहियो भनेपछि उहाँले फेरि अहिले चाहियो भनेपछि उहाँले दिन सक्नुहुन्न काम महिना भइसकेपछि
महिनाको 5,000 पनि दिने अरे काम पनि मजाले सिकाइदिनुहुन्छ होइन त्यो सिक्ने काम सिक्ने उद्देश्यले गर्नु भनेछु अङ्कललाई नि भदौको त्यही असोजको 2-3 गतितिर घर जाने हो ल जे जस्तो भयो नि जानु पर्यो घर होइन अब त्यतिखेर 20-30 हजार मम्मीको हातमा दियो भने मैले काम सिकेर आएको छु मैले यहीँ पनि गर्न सक्छु है उहाँले सब खै उहाँले सब किनिदिनुहुन्छ काम गर्ने उहाँको मार्फतमा काम गर्ने अलिकति पैसा 1-2 लाख भयो भने आफूले सामान किन्ने गाउँमै गएर पनि लगाउन सकिन्छ होइन तुरुहाटमा त्यत्रा घर छन् ठाउँ ठाउँमा अनि अथवा त्यो सानो घरहरू पनि छन् त्यहाँ मजाले गर्ने होइन भनेपछि अनि उहाँले काम लगाउनुहुन्छ सम्झाइया छ भोलि बिहान रक्सी खाएर दारू खाएर मान्छे कुट्दै जाने अर्का घर फोड्दै जाने पसल दोकान फोड्ने गऱ्यो भने जिम्मेवारी उहाँ हुनुहुन्न है बुझ्यो नि भाइ अनि जे बरु साँझ बसेर खान पाइयो यदि अब उहाँ रम्ता हेर्न जानुहुन्छ उहाँको पछि जाने फाल्टु काम नगर्ने कहीँ अब ऊ गर्नु पऱ्यो भने राम्रै कुरा सिकाउँछु राम्रो कुरा सिकाउनु भएको होइन यति भन्दै होइन अनि बुवाको नाम के दिपक सुनार हो मम्मीको नाम ल भद्रा सुनारको छोरो अछाम कति नम्बर गाउँपालिका के हो त्यो अछाम 6 नम्बर तुरुहाट 6 नम्बर गाउँपालिका अछाम होइन ल अब केही छ भन्नुपर्ने तपाईँले मैले भन्नुपर्ने के छ भनेपछि उसलाई काम सिक्नलाई अहिले 5-6 महिना 1-1.5 वर्ष पनि लाग्न सक्छ काम नसिकेसम्म पैसा हुँदैन यसलाई अनि यहाँ ग्यारेजमा पनि कुरा गराइदिएँ पर पनि कुरा गराएँ हुन्छ फ्रीमा यसलाई खानालाई उ दिने हो 5-6 महिना गर्छ भनेपछि भने त्यसपछि त्यो भनिसकेपछि त्यही हो टेक्निकल काम त्यही हो होइन काम केही सिक्यो भने मात्रै पैसा हुने सुरुमा त गाह्रो हुन्छ बिहान साँझ के खुवाउने के कसरी राख्ने भन्ने आफ्नै पनि गाह्रो हुन्छ त काम भएको दिन नभएको दिन होइन त्यो भएर गाह्रो हुन्छ सिक्ने उद्देश्यले काम गर्छस् भनेपछि बस्ने होइन म सिक्ने उद्देश्यले होइन 2-4 महिना गर्ने घरतिर जाने हो भने मसँग नगर्ने मेरो भनाइ काम सिक्ने होइन मैले भनिसकेँ नि काम सिक्ने मैले महिनाको 5,000 पनि दिनुहुन्छ खाना पनि छ बस्नु पनि सब नास्ता पनि हुन्छ काम मजाले सिक्ने बिग्रियो पनि उहाँले सबार्नुहुन्छ काम होइन कामतिर ध्यान दिने अनि मैले यो हल्का हातको स्पिड बढ्यो यसको काममा सफाइ आयो कामतिर रुचि बढ्दै गयो भनेपछि यसको पैसा बढ्दै जान्छ उहाँ बस्नुहुन्छ ओहो उसले गर्छ भने हेर्ने भयो ल यहाँ आउनुहोस् त मैले यो अलि जानिनँ भने उहाँलाई सोध्न मिल्छ है सोध्ने अनि पैसा पनि अनुसारले बढ्छ पहिले काम सिक्दै जाने महिनाको अरूले 10,000 खान्छ भने तिमीले मजाले 20-25 हजार काम राम्रो पर्फेक्ट भयो भने रन्दा लगाउने अवस्था यो तिनगाते झालझाल बनाउनु पर्फेक्ट आयो भनेपछि मजाले उहाँले काम खोजिदिनुहुन्छ उहाँले आधी कमिसन खानुहुन्छ त्यो अनुसार तँलाई अलिकति कमिसन सम्हालेर गर्न सक्यो भने आफ्नो साइड हेर्ने हो उहाँले काम यो ठाउँमा यस्तो छ ल त गर्दै भने त्यो अनुसार उहाँको तलब कति दिएको त्यो अनुसार उहाँले दिनुहुन्छ अनि अरू त्यही हो ठिक छ भोलि बिहान केही भयो यताउति भयो भने केही हुन्न नि ल के छ ल हुन्छ अब यो भिडियो सेभ गरेर राख्नु न यो त गइहाल्छ ल यो हालिहाल्ने यसो घरसम्म पुगोस् क्या ल राम्रो छ छोरा अब एकदम यहाँ काम गर्ने अरे अथवा चिन्नु भएको महानुभावहरूलाई छोरो यहीँ छ होइन जामुमा कताबाट भट्केर जामुमा चाहिँ जामु पञ्चपुरी बाब्याचोर जामुमा चाहिँ भेट भएको उहाँ बिचरा अछामबाट आउनु भएको होला हरा जस्तो पनि भयो कता गयो जस्तो पनि भयो होइन उहाँलाई चाहिँ अब भेटाएर हामीले काम सुरक्षित राखिदिएका छौँ उहाँलाई खास मेन उहाँलाई पनि धेरै धेरै धन्यवाद छ यहाँसम्म ल्याइदिनुकोमा अनि यसै उहाँ काममा लगाउने मान्छे होइन उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि यो भाइलाई पनि काम एकदम मजाले सिक्ने इमान्दार तरिकाले गर्ने होइन त्यस्तो केही लाग्छ म गर्दिनँ दाइ भनेर पहिले जानकारी गर्ने अङ्कल भन्ने होइन त्यही अनुसारले उहाँले गर्नुहुन्छ 5-6 महिना काम गर्ने है ओके अनि अब काम सिक्दै गयो 1-2 वर्ष लाग्छ होइन इन्डिया गयो पनि 1-2 वर्षमै विवरणबारे भिडियो बनाउँदै गर्नुपर्छ है ल यति भन्दै अहिलेलाई नमस्ते।